नमस्ते सेवा नि हजुरहरुलाई है धेरै दिनको पछि मेरो ब्लगमा स्वागत गर्न चाहन्छु साथै मेरो YouTube च्यानलमा पनि र आज चाहिँ मैले धेरै दिनपछि चाहिँ ब्लग बनाइरहेकी छु र म चाहिँ अलिक बिसन्चो छु देख्नु हुँदैछ है तपाईले दाँत एकपल्टको गाला चाहिँ मेरो स्वेलिङ भएर सुन्निएर कोत्रो भइरहेको छ दाँत दुखेकोले गर्दाखेरि चाहिँ र फिभर पनि छ अलिअलि है। ओके साथीहरु म चाहिँ भर्खर ट्युसन पढाइसकिसके र तपाईहरुले देख्नु हुँदैछ है इभिनिङको वेदर चाहिँ एकदमै दामी भइरहेको छ आज र पानी परिसकेर चाहिँ मजाले बादलहरु पारी दामी देखिरहेको छ तपाईहरुले देख्नु हुँदैछ र आज चाहिँ मलाई आमाले मोमो बनाइदिनु भन्नुभएको छ नि त सो आमाले पनि यहाँनिर चाहिँ मलाई आटाहरु अघि आटा मैदा मिलाएर चाहिँ बनाएको हामीले सो मुसिसकेर पनि हामीले डल्ला बनाइदिनु हुँदैछ र दिदीले चाहिँ प्याजहरु चाहिँ चप गरिसक्नु भयो र न्युटेलाको चाहिँ बनाइदिने र न्युटेला चाहिँ यहाँ भिजाइ राखिदिनु भएको छ। अब चाहिँ म न्युटेलालाई चाहिँ किमा बनाउँछु न्युटेलाको चाहिँ हो। यहाँ चाहिँ दिदीले आगो फुक्दिनु हुँदैछ म चाहिँ किनभने आगोमै बनाउने नि त मोमो ग्यासमै बनाउनु भन्नु हुँदै थियो आमाले चाहिँ सो म चाहिँ हैन चुलामै बनाउँछु भनेर चाहिँ यहाँ चुलामा फुकिदिनु हुँदैछ दिदीले आगो हो। गाइज यहाँ चाहिँ आमाले चाहिँ बेल दिनु हुँदैछ हो मोमोको लागि। अब हामी चाहिँ उतापट्टि बनाउनु आँटेको यसै हो आमाले बेलेको देख्नुहुन्छ होला दामी दामी म त डल्लो बेल्नु त जान्दिनँ हो। ओके यहाँ चाहिँ हाम्रो बुहारी हो अन्त बुहारी अब हामी उस गर्छौँ। यहाँ चाहिँ रोटीले आगो फुक्दियो हो। यो चाहिँ यस्तो छ हाम्रो चुल्हाहरु चाहिँ गाइस देख्नु भयो होला। यहाँ मैले किमा रेडी गरिरहेको छु। तातो छ कस्तो तातो छ भन्छु झन्। ओके यहाँनिर चाहिँ अब हामी बनाउन आँटेको हो। त्यही त पोल्यो है मेरो नाजुक हातलाई कस्तो भयो है। त्यही त अब हामी चाहिँ यहाँ बनाउने यहाँ चाहिँ हाम्रो आगो फुक्ने जग्गा हो नि त ल हाल्दिन। यहाँ चाहिँ साथीहरु बुहारीले बनाउनु स्टार्ट गर्यो मोमो हो। अन्त किमा चाहिँ हामी चाहिँ न्युटेलाको खाएको एकदम रोटीले चाहिँ मोमोको लागि रेडी गरिदिँदैछ सबै हो। अब मोमो बनाउने गाइस यहाँ चाहिँ म मोमो बनाउँदैछु हो। ब्याकग्राउन्डमा त तपाईहरुले देख्नु हुँदैछ होला डोकोहरु हो हाम्रो डोकोहरु देख्नु यहाँ सबै अर्ग्यानिक चुलामा अर्ग्यानिक भन्नु है चुलामा बनाउँदैछौँ हामीले हो देख्नु हुँदैछ होला ब्याकग्राउन्डमा। एकदम है बाँसको हो। गाइस यहाँ चाहिँ एक मक्तु बन्यो हो मोमो। यहाँ एकदम बुहारीले सघाउँदैछ हजुर अन्त चाहिँ गर्दैछ बनाउँदैछ हाम्रो चाहिँ चुलामा पाक्दैछ मोमो। हेलो गाइस भन्नु अरे अहिले त मान्छे त हो त नि त हेलो गाइस हो त नि त अहिले के भन्छ अरे अन्त सबले के थियो अरे हो। अहिले चाहिँ हेलो गाइस भन्छौँ अरे हामी अनुहार क्लियर आएन पुरा उस भयो राति उस भएर होला गाला फुलेर सुपारी खाएको जतिकै भइसकिसक्यो। ओके गाइस अब चाहिँ यहाँनिर चुलामा पाक्दैछ हाम्रो मोमो चाहिँ हामीले बनाइसकेर आधी बनाउँदै पनि छौँ र यहाँ चाहिँ पाक्दैछ आधी चाहिँ मोमो। फाइनली साथीहरु मोमो चाहिँ पाक्यो र यहाँ त दादालाई दिनुको लागि चाहिँ मैले रेडी गरिदिएको पाक्यो र यहाँ पनि पाक्दैछ र यहाँ पनि पाक्दैछ। अब चाहिँ दादालाई लगिदिने दादालाई चाहिँ दादा बनाएर दिइहालेको नि त हामीले मोमो चाहिँ।